ल साह्रै दुःख लाग्यो क्या निकै थाक्दो रहेन सुतेर है आइजन सानो रिपोर्टिङ लिएर आइरहेको छु है मैला फोहोरको बारेमा है र अस्ति भर्खर त यहाँ पुरा फ्याँकेको थियो यहाँ पुरा फ्याँकेको थियो है यहाँ हेर्नुहोस् त यस्तो मैला फ्याँकेको रहेछ हेर्नुहोस् न हाम्रो हेर्नुहोस् यत्रो मैला फ्याँक्दिएको रहेछ है के हो प्याम्पसहरू रहेछ है के फ्याँकेको रहेछ हेर्नुहोस् त यहाँ पनि फ्याँकेको रहेछ है त्यो अस्ति एकदम सुन्दर पानी बगिरहेको छ हेर्नुहोस् त यहाँ पहाडी चाहिँ यस्तो मैला हेर्नुहोस् त मैला फ्याँकेको हेर्नुहोस् त यो यस्तो कामहरू नगरिदिनु प्लिज अब यही सालमा यो पहिरो मजाले बग्छ अब डङ 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 अब खोला बढ्छ यो होइन यस्तो जग्गा छ मुनि हेर्नुहोस् त यहाँ कहाँ फ्याँक्थ्यो अस्ति यहाँ मुनि फ्याँकेको छ हेर्नुहोस् त तपाईँहरू सचेत हुनुहुन्छ सचेत नागरिक हुनुहुन्छ भने चाहिँ यसरी तपाईँले नफ्याँकिदिने भन्ने म तपाईँहरूलाई म सानो आग्रह गर्न चाहन्छु हेर्नुहोस् त यस्तो प्याम्पसहरू फ्याँकेको रहेछ हेर्नुहोस् त मैला आमामा हेर्नुहोस् त यो नगरिदिनुहोस् न प्लिज 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 तपाईँ स्वच्छ हुनु भने यो के पारी बगेको देख्नु चाहनुहुन्छ तपाईँहरू जो हुनुहुन्छ है यो जसले फ्याँक्दैछ मैले त नाम काटेको छुइनँ है नाम काटेको छुइनँ जसले फ्याँक्नु हुँदैछ भने तपाईँले यस्तो काम चाहिँ नगरिदिनुहोस् प्लिज प्लिज हेर्नुहोस् त यो पहिरो छ हेर्नुहोस् त यो साल बग्नेवाला छ अब कुनै साल पनि अडिँदैन यो जग्गा तपाईँहरूले यसरी मैला फ्याँकिदियो भने त भएन नि त के कसो दिएको भने त हेर्नुहोस् त होइन यो पहिला 68ले बगाएको अरे भन्थ्यो त्यो चाहिँ हामी जन्मेको पनि थिएन है अब यही देख्नुहुन्छ तपाईँले है यसरी बग्दै गरेको देख्दा तपाईँहरूलाई कस्तो देख्नु लाग्नुहुन्छ अब यो तपाईँहरूले यो फ्याँक्दैछ यहाँ होइन यो त बग्यो त्यो तपाईँहरू पनि तान्छ तपाईँहरू बजेको जग्गा पनि तान्छ त जो उताबाट आएको होला यो मैला साइड होइन यो फेरि पहिरो बग्यो भने त त्यही उतै तान्छ जग्गा तान्छ त आफ्नै जग्गा तान्छ आफ्नै अङ्गन तान्छ होइन सचेत हुनुहोस् सचेत नागरिक हुनुहोस् पढालेखा हुनुहुन्छ तपाईँहरू यसलाई अब तपाईँहरूले ध्यान दिनुहोस् यो कुरो चाहिँ नगरिदिनुहोस् भन्दै यो भिडियोलाई म इन अन्त गर्छु तपाईँहरूलाई यही नै रिक्वेस्ट गर्छु प्लिज प्लिज यो काम चाहिँ नगरिदिनुहोस् ल।